मेरो लागि मरेको घोषणा पनि गरेँ भन्ने कुरा आएको थियो हो या होइन? मैले चाहिँ बरु मैले चाहिँ म मरिहालेछु भने पनि मेरो छेउछाउमा यी व्यक्तिलाई नल्याउ चाहिँ म भन्न सक्छु है भन्ने हुम्ला। तर कसैलाई म त मेरो परिवारलाई मैले के भन्छु भने मम्मी बाबा भाइ बहिनी जो भइस् विवाद आइहाल्यो अथवा तिम्रै दाजुभाइको कोही साथीहरूले मलाई नराम्रो गर्ने भन्ने भने त्यो साथीभाइलाई नसराप्नु है। तिमीले गाली मम्मीलाई पनि भन्छु मसँग मेरो इन्डस्ट्रीका अरू कसैलाई पनि गाली नगर्नु। म बिग्रिएँ म भत्किएँ म केही भइहाल्छु भने पनि मेरो छोरामा कमी थियो र मलाई चाहिँ गाली गर्नु, अरूलाई गाली गर्नुहुन्न, अरूको बाटो छेक्नुहुन्न, अरूलाई नराम्रो भन्नुहुन्न भनेर भन्छु क्या मैले मेरो परिवारलाई। मेरो आजसम्मको सिद्धान्त त्यही हो। म बरु हो कोहीसँग अलिकति मन मर्यो भने म आफै पछि चाहिँ हट्ने हो क्या, उसको बाटो कहिले पनि छेक्दैन क्या रञ्जित सर, कहिले पनि छेक्दैन। र म त्यस्तो कुरा त मेरो मुखबाट आउँदैन होइन। शान्तिजी मलाई असाध्यै मनपर्ने गायिका हुन्, तर उनले सङ्गीत सिक्ने बेला मैले सिकाउँदै हिँड्थेँ, तर बहुतै दुःख गरेर आएको गायिका हुन्, बहुतै दुःख गरेर आएको गायिका हुन्, मलाई मनपर्ने गायिका हुन्। उनको आवाज सुन्दा मैले ढोग्ने मान्छे हो। मलाई कसैको आवाजले बढी छुन्थ्यो भने उनको आवाजले छुन्थ्यो। सुरुवातको दिनमा धेरै चाहिँ सङ्घर्ष गरेको, उनको आफ्नो तर्फबाट गर्नुभयो होला, मैले पनि त दुःख गरेर आएको मान्छे हो। उनका जस्तै परिवार मेरा पनि त परिवार छन् होइन। आज त्यस्तो मिल्ने साथी, त्यस्तो राम्रो चाहिँ सहयात्रा गरेको साथी आज यस्तो हेर्नु त मिडियामा यस्तरी बोल्दै हिँड्नु परेको छ। तपाईँले नि त शान्ति श्री मेरो लागि मऱ्यो अरे भनेर भन्नुभयो होइन। मैले अहिले क्लियर गरिसकेँ त, त्यही त क्लियर गरिसकेँ मैले कि मैले आफूलाई म मऱ्यो भने यी व्यक्तिलाई नलिदोस् है भन्ने मान्छु, तर अर्का मरोस् र यो दुगा मेरो मुखबाट जीवनमा कहिले पनि यति धेरै मिल्ने साथी किन मनमुटाव किन आयो त? के कारण के थियो त? होइन, अब यहाँभन्दा म धेरै बोल्दिनँ होइन। मलाई अरू धेरै कुराको टेन्सन छ। किनकि मैले यति मात्र भन्छु, हजुरले मलाई अब क्रस क्वेसन गर्दै नगर्नु। मैले उहाँको जुन एक किसिमको लामो मेसेज आइसकेपछि मैले त्यो चिजलाई क्लोज गरिदिइसकेको थिएँ। त्यो क्लोज गरिसकेको मैले आज एउटा छोरी मान्छे उसलाई ठिक छ भइहाल्यो भन्ने भयो। नै भने अप्सनहरू धेरै छन्, धेरै अप्सनहरू छन्। अब म बोलिनँ नबोल्दा पनि कहिले काहीँ फेरि नराम्रो भइन्छ सर होइन। गलत कुरा त बोलेन भन्ने हुन्छ होइन। दर्शक दीर्घहरूले बुझिहाल्नुहुन्छ, मनमा पाप हुनु भएन त्यो कुरा। उहाँलाई चाहिँ मैले आफै म त्यो चिज क्लोज गरेर म आफै पछि सर्दिएको हो। म आफै पछि सरेको मान्छे हो। कुराहरू धेरै यस्ता धेरै कुराहरू पनि छन् बताउने जो हो भने, खोल्ने जो हो भने, तर भयो न, अब छोडिदिउँ न। उनले बोलिहालिन्, बोलेपछि सक्यो, यो विवाद टोकिन्छ होइन, सक्यो। मैले प्रश्न अहिले यति मात्र प्रश्न पार्दिएँ कि मैले चाहिँ म आफू मरेर म आफू पछि सरेर अर्कोलाई अगाडि सार्ने मान्छे हो चाहिँ। मैले कसैलाई नराम्रो भनेर गर्ने मान्छे होइन, तर इग्नोर चाहिँ मैले गरेकै होला। कारण के थियो? इग्नोर चाहिँ मैले गरेको हो। कारण के थियो? यस विषयमा म अझ पछि खोलाउँला होइन। अब यो चिजले अब कसरी लिनुहुन्छ दर्शक दीर्घले, अरूले कसरी लिनुहुन्छ थाहा भएन। हाम्रो पनि आफ्नै एउटा जीवन छ होइन। तपाईँलाई पनि आफ्नै पीडा छ, मलाई पनि आफ्नै पीडा छ। सामान्य साना कुराहरूको आफ्नै उस हुन्छ। त्यो केही छैन। शान्तिजी मेरो राम्रो साथी हुनुहुन्थ्यो। हुनुहुन्छ भन्न मिल्दैन होइन, हुनुहुन्छ। नाइस नाइस। तर के भन्नमा यार, सफल जोडी, गायकीमा सफल जोडी खेम सेन्चुरी र शान्ति श्री परियार। मेरो कारणले उहाँलाई कुनै पनि बाटो छेकेको चाहिँ छैन।
मैले जब उहाँले यति लामो मेसेज पठाइसकेपछि म त्यो चिज सबै क्लोज गरिदिएको होइन। टुङ्गेकै विषय थियो टुङ्गेकै विषय थियो। मैले चाहिँ फेरि अस्ति गएर बोल्नु भएछ। फेरि मैले जुन पहिला मलाई सोध्दै गर्दाखेरि मैले उहाँको बारेमा त्यस्तो नराम्रो केही बोलेको थिएन। उहाँलाई मात्र भने होइन के यार, मैले सबै इन्डस्ट्रीलाई भने हो। यो चिज यो कुराहरू हिजो हाम्रा अग्रजहरूले बोले या बोलेनन् थाहा भएन, तर अहिले यस्तो खालको चाहिँ समाज आइदियो, यस्तो प्रवीण समाज आइदियो, सबैको अधिकारको बारेमा कहिलेकाहीँ हामीले बोलिदियो भने उनीहरूलाई पनि सजिलो होला भनेर बोलिदिएको। बोल्न नि पर्छ। एउटा न एउटाले त मुख खोल्नै पर्छ, मुख कालो गर्नुपर्छ। के गर्ने, मैले बोलेको कुरा नराम्रो थिएन होइन, सर्जकलाई सम्मान हुनुपर्छ भन्ने मात्र थियो। यसको बारेमा अझै विशेष रूपमा कुरा गरौँला। अहिले म अर्को टेन्सनमा छु रजनीश सर। थोरै धेरै मैले बोलिहालेँ। त्यही नै हो, शान्तिजीलाई आफ्नो राम्रो काम गर्दै जानु, अगाडि बढ्दै जानु। म मेरो ठाउँमा म ठिक छु। सँगै गाउँदिनु भन्नुभयो सर नि तपाईँले त उहाँसँग चाहना राख्यो। मैले एउटा एज अ अडियन्स मैले अब खेम सेन्चुरी र शान्ति श्री परिवारको मैले आवाज सुन्ने रहर राखेँ। पाउँछु पाउँदिनँ, पाउँछु कि पाउँदिनँ? एउटा गीत गाइदिनु हजुरलाई मैले। हाम्रो अन्तिमतिर पनि छौँ। एउटा गीत गाउन चाहन्छु। एउटा गीत सुन्न चाहनुहुन्छ भने भन्नुहोस् प्लिज। हुन्छ, अब बोल्न चाहेन भनेर बुझ्नु यसलाई। ठिक छ। अरू के नयाँ हाम्रो गीत के थियो? हाम्रो त अहिले त पानकै पसला छ। अहिले त पानकै पसला। सुरुवातमा पनि पानको पसल गीत जाँदै टिका पनि बनाउनु पर्ने छ हामी यसमा। त्यसमा बनाउँला है। कल्पनामै दिन काट्छु, रात काट्छु, तिमीलाई छुन खोज्नेको हात काट्छु, पानको पसला ओइ मेरो त घर छैन, दिलमा बसला मेरो त घर छैन, दिलमा बसला। थ्याङ्क यू। अब अन्तिममा छ, पैसाको महत्त्व कतिको छ सोधिहाल्न मन लाग्यो जाँदा। पैसाको आवश्यकता छ तर लोभ चाहिँ छैन है। पैसाको आवश्यकता त मलाई छ, महत्त्वपूर्ण कुरा हो यो चिज। हर कसैलाई चाहिन्छ पैसा, तर लोभ चाहिँ मलाई छैन। हुन त सबैले मलाई छैन भन्ने खालको कुरा पनि होला नि, फेरि त्यस्तो होइन के यार। मसँग छैन भने छैन के। लोभ हुने भएको भए हामीले यत्रो सिर्जना बाहिर दिन्थ्यौँ, लोभ हुने भए हाम्रा सिर्जनाले कति मान्छेले घर बनाइसके, गाडी किनिसके यार। त्यो खालको लोभ त हामीलाई छैन, हुँदैन पनि। मेरो 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 उसमा त झन् छँदै छैन। खुट्टा जाने कतिका छन् तपाईँका? त्यो पनि हुन्छन्। जुन खेलमा के अरे जुन खेलमा प्रतिस्पर्धा छैन नि त्यहाँ मजा छैन के। आफन्त कि पैसा? आफन्त अभियसली है। जीवन के हो? जीवन त जन्म र मृत्यु बिचको एउटा के भन्छन् त्यसलाई, एउटा बिचको एउटा त्यो यात्रा। सङ्गीत मेरो लागि चाहिँ एउटा नसा भयो।